लिम्बुवानकै जनताले कर तिरेर तलब खाने हाम्रा राष्ट्र सेवकहरूले लिम्बुवानको जनतालाई घर घरबाट थुतेर मार्ने काम गर्नु हुँदैन भन्ने विवेक उहाँले राख्नुहुन्छ भन्ने म यो कुरा चाहिँ निवेदन गर्न चाहन्छु। र शासकहरूलाई आफ्नो व्यक्तिगत स्वार्थको लागि जनता नमार्नको लागि म यही मञ्चबाट उहाँहरूलाई खबरदारी गर्न चाहन्छु। दोस्रो कुरा, संघीय लिम्बुवान पार्टी नेपालका वरिष्ठ उपाध्यक्षले भन्नुभएको कुरासँग म सहमत छु कि लिम्बुवान आफैमा मिनी नेपाल हो। यहाँ भौगोलिक विविधता छ, जातीय विविधता छ, हिमाल, पहाड, तराई, अनि त्यस पछाडि विभिन्न धर्मावलम्बी, विभिन्न जातिहरू, ती सबैले समान अधिकार पाउनुपर्छ। यो लिम्बुवानका नेताहरूले र लिम्बुवानका विषयमा अहिले आन्दोलन गरिराखेका सबै आन्दोलनका कर्मीहरू र तपाईँ हामीले एका राख्नुपर्छ। 250 वर्षको नेपाल जस्तो एउटा जातिले अर्को जातिलाई दबाउने, शासन सत्तामा भएकाले जनतालाई शोषण गर्ने, त्यो कुरो लिम्बुवानमा, अबको नयाँ लिम्बुवानमा हुन हुँदैन। मलाई लाग्छ अहिलेको लिम्बुवान, हामीले नयाँ नेपालको लिम्बुवानको चाहना गरेको, तपाईँ हामीले चाहना गरेको लिम्बुवान यस्तो हुनुपर्छ, यही हो जस्तो लाग्छ। तेस्रो कुरा, संविधानको कुरा म यहाँहरूलाई अलिकति राखौँ। अहिले एउटा संविधानको मस्यौदा आएको छ, तपाईहरूले हेर्नुभएको होला। पत्र पत्रिका, सञ्चार माध्यम धेरैले यसको बारेमा यो ठिक छैन भन्ने कुरा गरेका छन्। म यहाँहरूलाई एउटा कुरा जानकारी गराउन चाहन्छु। यस मस्यौदाको धारा 16 र धारा 17, त्यो दुईटा धारामा तपाईँ हामीले बाँच्न पाउने अधिकारलाई उल्लेख गरेको छ। धारा 16 मा तपाईँ हामीले बाँच्न पाउने अधिकारलाई मौलिक हकको रूपमा सुरक्षा के त्यसमा चाहिँ प्रत्याभूत गरेको छ। यो मस्यौदाको धारा 47 मा के उल्लेख गरेको छ भने यो मौलिक हकलाई 3 वर्षभित्रमा राज्यले कानुन बनाएर लागू गर्नेछ। त्यसको मतलब के हो भने यो संविधान जारी भएपछि अहिले 72 सालमा यदि यो संविधान जारी भयो भने 73, 74, 75 सालसम्म तपाईँ हाम्रो बाँच्ने अधिकार यो संविधानमा हुने छैन। त्यसैले मैले यो संविधानलाई मृत्यु पत्र हो भन्ने गरेको छु। सञ्चार माध्यमबाट मैले इन्टरभ्यूमा पटक पटक भनेको छु, यो जनताको मृत्यु पत्र हो। यो आदिवासीको कुरा मात्रै होइन, दलितको कुरा मात्रै होइन, सारा नेपालीको यो मृत्यु पत्र हो। अब अर्को कुरा, अहिले हामी यसरी भेला भइराखेका छौँ। धारा 17 मा भेला हुने स्वतन्त्रता र बोल्न पाउने विचार अभिव्यक्तिको स्वतन्त्रताको उल्लेख गरेको छ। त्यो पनि 3 वर्षसम्म कुर्नुपर्छ यदि यो संविधान जस्ताको तस्तै लागू भयो भने। हामीलाई बोल्न पनि नदिने, बाँच्न पनि नदिने यो संविधान लेख्ने यो 4 जनालाई तपाईँ हामीले के गर्ने, यो मेरो प्रश्न तपाईँहरूलाई। उहाँहरूलाई पुरस्कार दिने, उहाँहरूलाई गलत्याउने, उहाँहरूलाई के सजाय दिने, मेरो विचारमा नेपाली जनताले तय गर्नुपर्छ। तर मानव अधिकारको दृष्टिकोणले उहाँहरू मानव अधिकारका अपराधीहरू हुन्। अपराधीहरूलाई कानुन बमोजिम सजाय दिनुपर्दछ। संविधानकै कुरा गर्दाखेरि म हिजो अस्तिको दिन लिम्बुवानको ताप्लेजुङ जिल्ला र पाँचथर जिल्लाको सिमानामा रहेको काबेली नदीमा म गएँ। त्यहाँ 30 वटा जलविद्युत परियोजना लागू भएको रहेछ। त्यो 30 वटा जलविद्युत परियोजना, एउटै पनि जलविद्युत परियोजना लिम्बुवानका गरिबको नाममा छैन। त्यो जलविद्युत परियोजनाले त्यो गरिबको खेत बगाएको छ, घर बगाएर उठीवास लाउने गरेको छ। तर बाहिरबाट आउने व्यापारीहरूले त्यसबाट फाइदा लिने काम गरिराखेको छ। मैले यो संविधानमा हेरेँ, भोलि यो संविधान जारी हुँदाखेरि त्यो खोलामा यो लिम्बुवानको जनता, यो गरिब जनता, आदिवासी जनजाति, दलित अथवा त्यहाँका स्थानीय समुदायको हक हुन्छ कि हुँदैन भनेर हेरे। यसमा त सबै काठमाडौँमा बस्नेले निर्णय गरेर लेखेका छ। तपाईँ हामीले यो संविधान
नमान्ने, यो संविधान तपाईँ हामीले मान्ने कि नमान्ने? यदि नमान्ने हो भने अहिले नै तपाईँ हामीले यो संविधानको विरुद्धमा आन्दोलन उठ्नुपर्छ। अहिले हामी घरमा बस्ने बेला होइन, हरेक तह र तबकाबाट यो मृत्यु पत्रको विरोध गर्नुपर्छ। यो मृत्यु पत्रले 4 जना नेताहरूलाई मात्रै अधिकार दिँदैछ। धेरैले भन्ने गर्छन् यो संविधानले बाहुन क्षेत्रीहरूलाई मात्रै अधिकार दियो, तर मलाई त्यस्तो लाग्दैन। बाहुन क्षेत्रीको पनि केही उपल्ला हिजो राणा शासन कालदेखि पञ्चायतको कालदेखि बहुदलीय कालसम्म अहिलेसम्म जो सत्तामा छन् उहाँहरूको अधिकार मात्रै सुरक्षित गर्दैछ। अन्त्यमा म के भन्न चाहन्छु भने यो संविधान 62-63 को आन्दोलनबाट लेख्ने जनताले, नेपाली जनताले आफ्नो लागि आफै संविधान लेख्ने भनेर तय गरेर लेखिएको संविधान हो। संसारभरि यस्ता संविधानहरू जनताले आफैले लेख्ने संविधान, प्रत्याभूत गरेर लेखिने संविधानहरू जनताले आफै लेख्न पाउँछ। यदि 4 जनाले हाम्रो विरुद्धमा संविधान लेख्दैन भने आत्मनिर्णयको अधिकार प्रयोग गर्दै नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय मानव अधिकारका कानूनहरू, नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अनुबन्धको धारा 1, त्यस्तै अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नम्बर 169 को धारा 6, त्यस्तै संयुक्त राष्ट्र सङ्घको घोषणा पत्र आदिवासीहरूको अधिकार सम्बन्धी घोषणा पत्रको धारा 18 र 19 को अधिकार प्रयोग गर्दै लिम्बुवानको जनतालाई आफ्नो संविधान आफै लेख्ने अधिकार प्रत्याभूत गरेको छ। तपाईँ आफ्नो अधिकार लेख्नुहुन्छ कि लेख्नुहुन्न? यदि लेख्नु भएन भने तपाईलाई दास भएर राख्नेछ, लेख्यो भनेदेखि हामी समान नागरिक भएर बाँच्नेछौँ। त्यसैले म के भन्न चाहन्छु भने अन्तर्राष्ट्रिय समुदायहरूलाई पनि लिम्बुवान भनेको लिम्बूको मात्रै हो, लिम्बुवान भनेको जातीय आधारमा कुरा गरेको कुरा हो भन्ने कुराहरू धेरै अफवाहको कुरा उहाँहरूमा पुगेको छ। म अन्तर्राष्ट्रिय समुदायहरूलाई भन्न चाहन्छु लिम्बुवानको आन्दोलन मैले सुन्दाखेरि यो समानताको आन्दोलन हो, यो मानव अधिकारको आन्दोलन हो र अन्तर्राष्ट्रिय समुदायले यदि लिम्बुवानको जनताको विरुद्धमा बोल्यो भने अन्तर्राष्ट्रिय कानुनको विरुद्धमा उहाँहरू हुनुहुनेछ र उहाँहरूलाई यो कुरा राम्ररी जानकारी छ भन्ने पनि यो मञ्चबाट भन्न चाहँदै यहाँहरूबाट बिदा हुन चाहन्छु। हवस्, धन्यवाद।